आज चाहिँ तपाईँलाई म सिकाउँछु कि हामीले चाहिँ एउटा प्रोफेसनल सिभी चाहिँ हामीले कसरी बनाउन सक्छौँ। प्रोफेसनल सिभी बनाउनुको लागि हामीलाई के चाहिन्छ, के कसरी गराउन सकिन्छ। हामीले चाहिँ एकदम सिम्पल, एकदम मजाले नेचुरल तरिकाले आनन्दले एउटा सिभी बनाउँछौँ। एउटा चाहिँ सिभी हामीले क्रिएट गर्छौँ। त्यसको लागि चाहिँ हामीले चाहिँ तपाईँलाई एउटा वेबसाइटमा लान्छौँ, जुन वेबसाइट चाहिँ हामी तपाईँलाई देखाउँछौँ। त्यसैले तपाईँ चाहिँ हामीलाई हेरिराख्नु होला। सँग चाहिँ अहिले मैले बनाएको चाहिँ एउटा रोहित पौडेलको एउटा सिभी छ, जुनमा चाहिँ मैले क्याप्टेन नेपाल क्रिकेट टिम भनेर चाहिँ एउटा सिम्पल एउटा सानो सिभी बनाएको छु, एकदम तपाईँहरूलाई डेमोको लागि मात्रै। यहाँ चाहिँ केही मिस्टेक भयो या केही भयो भने मलाई चाहिँ माफ गरिदिनु होला। आई रेस्पेक्ट रोहित पौडेल। आई नो ही इज द ब्रिलियन्ट क्याप्टेन अफ नेपाल. He took 2 times in World Cup to us. Then thank you Rohit Paudel for this amazing effort from you. ओके चाहिँ अब चाहिँ हामीले चाहिँ तपाईँलाई यो चाहिँ सजिलो सिभी भन्ने छ। यसमा चाहिँ हामीले चाहिँ मजाले सिभी बनाउन सकिन्छ। यसको लागि चाहिँ तपाईँले चाहिँ गुगलमा गएर app.sajilocv.com हान्नुपर्ने हुन्छ। त्यसैले चाहिँ तपाईँले गएर हान्नु होला। अनि चाहिँ यहाँ चाहिँ तपाईँले चाहिँ अब यहाँ चाहिँ यो आइसकेपछि तपाईँले चाहिँ लगइन गर्नुपर्ने हुन्छ। यहाँबाट तपाईँले लगइन गर्न सक्नुहुन्छ। सिम्पल, लास्टै सिम्पल छ। यो चाहिँ तपाईँले कन्टिन्यू विथ गुगल गरेपछि आफै भइहाल्छ। त्यसपछि चाहिँ यहाँ चाहिँ तपाईँको सिभीको टेम्प्लेटहरू देख्नुहुन्छ। त्यसपछि चाहिँ तपाईँले एउटा टेम्प्लेट चुज गर्नुहोस्। यहाँ विभिन्न टेम्प्लेटहरू छन्। यहाँ तपाईँले हेर्नुहोस्, प्रोफेसनल 2, प्रोफेसनल 3 अनि चाहिँ मैले चाहिँ प्रोफेसनल भन्ने उस फोटोसहितको बनाएको। अरू पनि छ, यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। बेसिक छ, कलेज छ, अनि यहाँ छ मोडर्न छ, अनि यहाँ क्रिएटिभ छ, एक्जिक्युटिभ छ होइन। यहाँ सबै तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ कसरी के छ भनेर, कुन चाहिँ तपाईँलाई ठिक लाग्छ। मैले चाहिँ यो अलिकति मलाई एट्र्याक्टिभ चाहिँ यो लाग्यो प्रोफेसनल भन्ने, त्यसमा चाहिँ म यो बनाइरहेको छु। त्यसैले चाहिँ अनि त्यसपछि चाहिँ तपाईँले चाहिँ यहाँ चाहिँ यो भइसकेपछि यहाँ कन्टिन्यूमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ यहाँ चाहिँ आफ्नो फोटो अपलोड गर्नुपर्ने हुन्छ। एउटा फोटो अपलोड गरिदिनु होला। फोटो अपलोड गरिसकेपछि चाहिँ तपाईँले चाहिँ यहाँ रोहित पौडेल आफ्नो नाम हाल्नु होला। यहाँ चाहिँ रोहित पौडेल लेखेको छ। अनि यहाँ चाहिँ तपाईँको के छ त, तपाईँ के हो। तपाईँ यहाँ चाहिँ अहिले चाहिँ क्याप्टेन नेपाल टिम क्रिकेट टिम भनेर लेखिदिएको छु। यो चाहिँ अहिलेको जे छ त्यही लेखिदिएको। तपाईँ चाहिँ अब एज अ स्टुडेन्ट हो कि कतै कुनै अर्गनाइजेसनमा काम गर्नुहुन्छ कि के गर्नुहुन्छ त्यो चाहिँ लेख्नु होला। त्यसरी नै अनि चाहिँ एड्रेस लेख्नु होला, इमेल, फोन नम्बर, अनि आफ्नो बारेमा थोरै म चाहिँ के हो, कसो हो, के गर्छु मैले चाहिँ भनेर चाहिँ एउटा आफ्नो बारेमा सानो थोरै लेखिदिनु होला। त्यसपछि चाहिँ यहाँ चाहिँ आउने छ। त्यसपछि तपाईँ चाहिँ त्यसपछि कन्टिन्यू टु एजुकेसन गर्नु होला। त्यसपछि यहाँ चाहिँ तपाईँले कुन स्कुलमा पढ्नु भएको हो, के हो, यहाँ सबै चाहिँ तपाईँले लेखिदिनु होला। XYZ सेकेन्डरी स्कुल लेखेको छु मैले चाहिँ। पढेको रोहित पौडेल मलाई थाहा छैन होइन। त्यसैले चाहिँ यो चाहिँ मलाई थाहा भएन, त्यसैले मैले लेखिदिएँ। +2 डिग्री म्यानेजमेन्ट डिग्री चाहिँ उनले चाहिँ म्यानेजमेन्टमा चाहिँ +2 गरेका हुन्। त्यो चाहिँ थाहा थियो मलाई, काठमाडौँ सिटी नै हो। यो पनि अब कहिलेदेखि के हो थाहा भएन। त्यसैले चाहिँ मैले एकदम जे थाहा छ त्यसै मैले चाहिँ इक्जामको लागि, डेमोको लागि मात्रै, यो चाहिँ उनको रियल सिभी होइन। त्यसैले चाहिँ मलाई माफ गर्नु होला यदि केही मिस्टेक छ भने। यहाँ चाहिँ अनि त्यसपछि यो सबै भरिसकेपछि चाहिँ तपाईँले चाहिँ यहाँ एक्सपिरियन्समा क्लिक गर्नु, कन्टिन्यू विथ एक्सपिरियन्समा क्लिक गर्नुपर्ने हुन्छ। अनि यहाँ चाहिँ अहिले चाहिँ रोहित पौडेल के गरिरहेछन् त्यो चाहिँ मैले लेखिदिइरहेको छु। तपाईँले चाहिँ आफ्नो चाहिँ आफू चाहिँ अहिले के कतै काम गर्नुहुन्छ कि कतै काम गरेर छोडिसक्नु भएको चाहिँ त्यो चाहिँ यहाँ लेखिदिनु होला। अनि चाहिँ तपाईँले त्यहाँ त्यो उस गर्दाखेरि चाहिँ तपाईँलाई के कस्तो अनुभव भयो या के भयो, तपाईँले चाहिँ त्यहाँ चाहिँ के सिक्नुभयो, त्यो कुराहरू चाहिँ यहाँ लेख्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ अनि फेरि कन्टिन्यू टु प्रोजेक्ट। यदि तपाईँले कुनै प्रोजेक्टमा काम गर्नुभएको छ या कुनै तपाईँले प्रोजेक्ट बनाउनु भएको छ या केही गर्नुभएको छ भने यो चाहिँ टेक्निकल्ली कुरा गर्दाखेरि चाहिँ तपाईँको आइटी स्टुडेन्टहरूलाई चाहिँ काम लाग्छ। टेक्निकल्ली भन्दाखेरि चाहिँ अरू स्टुडेन्टहरू तपाईँले काम कतै गर्नुभएको छ या त्यसको बारेमा केही तपाईँले लेखेर राख्नु छ कतै छ भने चाहिँ तपाईँले यो प्रोजेक्ट लिङ्क पनि दिन सक्नुहुन्छ। अनि डिस्क्रिप्सन तपाईँले त्यो प्रोजेक्टबाट चाहिँ के सिक्नुभयो, त्यहाँ के थियो, त्यो प्रोजेक्ट चाहिँ के को बारेमा थियो भने चाहिँ तपाईँले यहाँ लेख्न सक्नुहुन्छ। अनि तपाईँको रोल के थियो त्यो प्रोजेक्ट बनाउँदाखेरि चाहिँ लेख्न सक्नुहुन्छ। त्यसपछि चाहिँ तपाईँ त्यो सकेपछि कन्टिन्यू स्किलमा क्लिक गर्नु होला। स्किलमा क्लिक गरेपछि तपाईँको चाहिँ स्किल के छ त, तपाईँ स्किल के छ, अनि तपाईँ कतिको एक्सपर्ट हुनुहुन्छ कि बिगिनर हुनुहुन्छ कि स्किलफुल हुनुहुन्छ कि के हुनुहुन्छ, तपाईँ त्यो चाहिँ लेखिदिनु होला। अनि त्यसपछि यो सबै भरिसकेपछि चाहिँ तपाईँले यहाँ चाहिँ स्किल नेम र अनि तपाईँ चाहिँ कुन लेभलमा हुनुहुन्छ त्यो लेखिदिनु होला। त्यसपछि चाहिँ तपाईँ अचिभमेन्ट, कन्टिन्यू टु अचिभमेन्टमा गएर त्यसपछि चाहिँ यहाँ चाहिँ तपाईँले अचिभमेन्टमा तपाईँले के अचिभ गर्नुभयो त अहिलेसम्म, तपाईँले कतै अवार्ड लिनुभएको छ कि कतै अवार्ड जित्नु भएको छ कि कतै के छ, तपाईँको चाहिँ अचिभमेन्ट यहाँ लेख्नु होला।
त्यसपछि चाहिँ तपाईँले कन्टिन्यू ट्रेनिङमा गर्नु होला। त्यसपछि चाहिँ तपाईँले अहिलेसम्म कहाँ कुन ठाउँमा ट्रेनिङमा केको ट्रेनिङ लिनुभयो, सर्टिफिकेट छ भने सर्टिफिकेट पनि हालिदिनु होला। त्यसपछि चाहिँ तपाईँले चाहिँ यहाँबाट चाहिँ एउटा राम्रो रेज्युमे चाहिँ बन्न यहाँबाट स्टार्ट भइरहेछ। यो सबै ग्रिन भयो भने चाहिँ तपाईँको रेज्युमे एकदम राम्रो हुन्छ। त्यो भयो भने रिजेक्सनको चान्स चाहिँ कम हुन्छ। त्यसैले चाहिँ अनि त्यसपछि चाहिँ तपाईँले कन्टिन्यू टु अवार्ड गर्नु होला। त्यसपछि यो सबै सकिसकेपछि त्यसपछि कन्टिन्यू टु अवार्ड गरेर तपाईँले चाहिँ यहाँ चाहिँ अब के छ तपाईँले अवार्ड कहाँ के जित्नु भएको छ होइन, यहाँ चाहिँ अचिभमेन्ट थियो माथि अब अवार्डहरू तपाईँले चाहिँ कहाँ के जित्नु भएको, कताबाट के पाउनुभयो, कहिले रिसिभ गर्नुभयो, त्यस्तोहरू अवार्डहरू चाहिँ तपाईँले यहाँ लेख्न सक्नुहुन्छ। त्यसपछि अनि तपाईँलाई चाहिँ कन्टिन्यू ल्याङ्ग्वेज गरिसकेपछि तपाईँले चाहिँ यहाँ ल्याङ्ग्वेज सिलेक्ट गर्नु भने चाहिँ अब नेपाली, यो त अभियसली सबैलाई आउँछ, हामी नेपाली भइसक्यो। इङ्ग्लिस पनि कति कुन लेभलमा आउँछ, हिन्दी कुन लेभलमा आउँछ तपाईँले सिलेक्ट गर्न सक्नुहुन्छ। त्यसपछि कन्टिन्यू टु रेफरेन्समा क्लिक गर्नु होला। रेफरेन्स चाहिँ तपाईँलाई चाहिँ कसले रिफर तपाईँ चाहिँ को मार्फत चाहिँ तपाईँले यहाँ चाहिँ गर्दै हुनुहुन्छ, यो एप्लाई गर्दै हुनुहुन्छ या केही गर्दै हुनुहुन्छ, त्यो चाहिँ यहाँ लेख्नुपर्ने हुन्छ। जो हुन्छ तपाईँलाई कसले चाहिँ तपाईँलाई चाहिँ यो गर है भनेर कसले चाहिँ भन्यो उसको डिटेलहरू राखिदिन सक्नुहुन्छ। अनि चाहिँ उहाँ चाहिँ कहाँ काम गर्नुहुन्छ, कुन कम्पनीमा काम गर्नुहुन्छ, कुन पोजिसनमा हुनुहुन्छ, त्यो चाहिँ लेखिदिनु होला। त्यसपछि चाहिँ तपाईँले चाहिँ यहाँ अनि योसँगै चाहिँ तपाईँको यहाँ चाहिँ इन्फर्मेसन कम्पिटिसन 100% हुन्छ। त्यसपछि चाहिँ तपाईँले चाहिँ एउटा राम्रो सिभी भन्छ, त्यो सिभी चाहिँ तपाईँले यहाँबाट चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ। सिम्पली यहाँबाट डाउनलोड गरेर अहिले चाहिँ डाउनलोड इरर देखाइरहेको छ मेरो चाहिँ यो, आई थिङ्क आई डोन्ट नो वाइ होइन, तर चाहिँ यो चाहिँ डाउनलोड हुन्छ, तपाईँलाई चाहिँ सिम्पल डाउनलोड हुन्छ। नभए चाहिँ तपाईँले यहाँबाट चाहिँ यस्तो चाहिँ सिभी चाहिँ तपाईँको बन्छ। यति सबै गरिसकेपछि चाहिँ तपाईँले यो सिभी चाहिँ तपाईँ डाउनलोड गरेर जहाँसुकै जुनसुकै ठाउँमा पनि तपाईँले चाहिँ सेन्ड गर्न सक्नुहुन्छ। र यति नै थियो। कस्तो लाग्यो त मलाई यो भिडियो, कस्तो मान्नुभयो, मैले चाहिँ केही मिस्टेक गरेको छु या केही छ भने चाहिँ मलाई कमेन्टमा जानकारी गराइदिनु होला। यस्तै यस्तै भिडियो हेर्नको लागि, यस्तै यस्तै ट्युटोरियल हेर्नको लागि चाहिँ हामीलाई सब्सक्राइब गरिदिनु होला। हामी चाहिँ कन्टिन्यू गर्नेछौँ युट्युबमा। हामीले केही कुरा सिक्दैछौँ, केही कुरा गर्दैछौँ, नयाँ कुरा गर्दैछौँ। त्यसैले चाहिँ हामीलाई सपोर्ट गरिदिनु होला। ओके, थ्याङ्क यू फर वाचिङ गाइज। सब्सक्राइब, फलो अनि कमेन्टमा चाहिँ के सुधार गर्न सकिन्छ, के छ, के भन्न अरू केही चाहनुहुन्छ भने कमेन्ट गरिदिनु होला। हस् त, धन्यवाद।